यो महेन्द्रनगरको यो महेन्द्र स्मारकमा जुन महेन्द्र राजाको शालिग राखिँदैछ यसमा भाइको विचार के छ? यसमा हामी सबैको विचार एउटै हुनुपर्छ, किनभने सर्वप्रथम त सबैमा नमस्कार। स्वर्गीय श्री 5 महाराज महेन्द्रनगरका निम्ति जति योगदान छ त्यति योगदान कसैको पनि छैन। समय अनुकूल योगदान हुँदै जाने हो, तर उहाँले एउटा कञ्चनपुरको यो महेन्द्रनगर चाहिँ भारतसँग सटेको बजार भएकाले यसलाई चाहिँ एउटा आधुनिक बजार बनाउने उनको योजना थियो। योजना अनुरूप नै उहाँले यो बजारको निर्माण गरे। आज हामी महेन्द्रनगरको बजारलाई हेरौँ, प्रत्येक गल्लीको आफ्नो महत्त्व छ। गल्ली नम्बर 1, 2, 3, 4, 5 गरेर यो बजार बनेको छ। हरेक बजारको हरेक बाटोको हरेक सडकको एउटा महत्त्व छ। गल्ली नम्बर 1 मा घराइसी सामानहरू पाउँछ, हामी सबैलाई थाहा छ। गल्ली नम्बर 2 मा ब्याङ्क वित्तीय संस्था यिनीहरूको छ। 3 नम्बरमा त्यस्तै होटलको लाइन अनि तपाईँको ग्यारेजहरूको छ। 5 नम्बर गल्ली एउटा क्याम्पस रोडै भनेर विद्यार्थीहरूको गल्ली भनेर पनि चिनिन्छ। त्यसो हुँदै गर्दा महेन्द्रनगरमा स्वर्गीय श्री 5 महेन्द्रको शालिग राखिनुमा कसैलाई पनि आपत्ति हुनु पर्दैन भन्ने मेरो धारणा प्रष्टै छ। र हामी सबै युवाको फागुन 3 गते यहाँ शालिग पुनर्स्थापना हुँदैछ। आजभन्दा विगत 22-23 वर्ष अगाडि जनयुद्धको समयमा शालिगलाई आन्दोलनकारीहरूले फ्याले। शालिगसँग मलाई लाग्छ कसैको पनि रिस राग हुँदैन। शालिग पुनर्स्थापना हुँदैछ। फागुन 3 गते 3500 भन्दा बढी युवा हामी महेन्द्रनगरमा उत्रेर महेन्द्रनगरको बजार परिक्रमा गरेर हामी शालिग पुनर्स्थापना गर्दैछौँ। यसका निम्ति म कञ्चनपुर जिल्ला प्रशासन प्रमुख सिडिओ साहब माझ र कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी साहब माझमा पनि एउटा विनम्र अनुरोध के गर्न चाहन्छु भने यहाँहरूले पनि सुरक्षा दिनुहोला, किनभने महेन्द्रनगरवासीले इतिहासलाई मेटिन दिने छैनन्। महेन्द्रनगरवासी सबैको एकाविरुद्धता छ, सबै एक छन्। इतिहासको सम्मान महेन्द्रनगरवासीले गर्न जानेका छन्। र यो भन्दै गर्दाखेरि हामी नेपालीमा एउटा गलत भाष्य, हामी नेपालीको एउटा गलत बानी के छ भने हामी एउटा पक्षलाई सदा सही देखाउँछौँ, एउटा पक्षलाई गलत देखाउँछौँ। हामी एउटा तन्त्रलाई सदा सही देखाउँछौँ, एउटा तन्त्रलाई सदा गलत देखाउँछौँ। त्यो मैले यो किन जोडेँ भन्दा हामी के भन्छौँ भन्दा राजतन्त्र एकदमै पटक्कै गलत थियो, राणाकालीन समय एकदम पटक्कै गलत थियो। हो, राणाकालीन समयमा जनतालाई स्वतन्त्रता थिएन, तर राणाकालीन समयमै हाम्रो संस्कृतिमाथि जो विकृतिलाई भित्राइएको थियो, एउटा कुरीति सती प्रथालाई भित्राएको थियो। सती प्रथाको अन्त्य गर्ने पनि चन्द्रशमशेर राणा नै तत्कालीन प्रधानमन्त्री हुन्। त्यस समयमा श्री 5 पृथ्वीवीर विक्रम साहब राजा थिए नेपालका भने त्यो समयको पनि हामीले इतिहासको सम्मान हामीले गर्नै पर्छ। राणाकालीन समयमा राणा शासकहरूले नै राज्य सत्ता हातमा लिएका थिए, प्रधानमन्त्री उनीहरू जम्मै राज्य संस्था उनकै हातमा थियो। त्यो हुँदै गर्दा इस्ट इन्डिया कम्पनीले बाँकेबर्दिया, आजको बाँकेबर्दिया, कञ्चनपुर, कैलालीलाई आफूतिर गादिसकेका थिए, यहाँ कब्जा गरिसकेका थिए। तर तत्कालीन समयमा सम्झौता गराएर प्रधानमन्त्री जङ्गबहादुर राणाले सहित त्यतिखेरका श्री 5 सुरेन्द्र वीर विक्रम शाहदेवले यो क्षेत्रलाई पुनः नेपालमा गाँसे भनेपछि उहाँहरूको सम्मान पनि राणाकालीन समयमा को त्यो सम्मान पनि हामीले गर्नै पर्छ। राणाकालीन समयमा काम नभएको होइन, भएको हो। जनतालाई स्वतन्त्रता थिएन, त्यसको हामीले खुलेरै विरोध गर्नुपर्छ। तर आजको सिंहदरबार, नारायण हिटी दरबार, त्यसै गरी तत्कालीन समयमा भूकम्प जाँदा धराराको पुनर्निर्माण, रानीपोखरीको पुनर्निर्माण, आजको आधुनिक अस्पतालको रूपमा चिनिएको वीर अस्पतालको पनि निप चाहिँ त्यतिखेर नै राणाकालीन समयमै राखिएको थियो। त्यसो हुँदै गर्दाखेरि महेन्द्रनगरका निम्ति श्री 5 स्वर्गीय महाराज श्री 5 महेन्द्रले के गरे भन्नुको म मुख्य यो कुराहरू छोटकरीमा के भन्न चाहन्छु भने उहाँले महेन्द्रनगरका निम्ति के गरे भन्दा एउटा आधुनिक सहरको रूपमा महेन्द्रनगरलाई राखे। यहाँ प्रशासकीय भवनहरू त्यतिखेर जिल्ला प्रशासन कार्यालयदेखि गरी जिल्ला अस्पतालको रूपमा ठाउँ ठाउँमा स्वास्थ्य चौकीहरू खोलेर हुन्छ कि कसरी हुन्छ, उहाँले एउटा योजना बनाएर यस नगरलाई बसाए। त्यसै हुँदै गर्दा आज यहाँ पुनर्स्थापना, मूर्ति पुनर्स्थापनाको लागि हामी स्वतन्त्र युवाहरूले एक भएर हामीले यहाँ काम गर्दै गर्दा योभन्दा अगाडि यहाँ संविधान चोक भनेर राखिएको थियो। एउटा इतिहासलाई मेटाएर एउटा इतिहासलाई कहिले पनि बनाउन सकिँदैन। किन बनाउन सकिँदैन भन्दा एउटा पक्ष हाबी हुँदाखेरि आज श्री 5 स्वर्गीय श्री 5 महेन्द्रको शालिग फ्यालियो, यहाँ संविधान चोक राखियो। भोलि कुनै अर्को पक्ष हाबी होला, संविधान चोक पनि हटाइदेला। के भन्न चाहन्छु भने इतिहासको सम्मान हुनैपर्छ। एउटा शालिगलाई, एउटा इतिहासलाई मेटाएर अर्को इतिहास लेख्न सकिँदैन। आज यस नगरलाई भीमदत्त नगर भनेर चिनिन्छ। म स्वर्गीय भीमदत्त पन्तप्रति पनि हार्दिक उच्च सम्मान व्यक्त गर्न चाहन्छु। हामी सबैको उच्च सम्मान उहाँप्रति हुनुपर्छ। तर उहाँको नामबाट चाहिँ एउटा मेडिकल कलेज खोलेर हुन्छ कि एउटा बाटिका बनाएर हुन्छ कि एउटा विद्यालय बनाएर हुन्छ कि कसरी हुन्छ, उहाँको सम्मान गरिनुपर्छ। एउटा इतिहासलाई मेटाएर एउटा इतिहास कहिले पनि लेख्न सकिँदैन। त्यस्तो हुँदै गर्दा श्री 5 महेन्द्रले महेन्द्रनगरका लागि के गरे भन्ने यदि भनिन्छ भने पहिला त योजना विरुद्ध बजार बनाए। यहाँ
कैलाली कञ्चनपुरको क्षेत्रलाई चाहिँ पुनर्वासको क्षेत्रमा चाहिँ बस्ती बसाए उनले। कञ्चनपुरको क्षेत्रलाई चाहिँ यो कृषि योग्य क्षेत्र हो है, यहाँ कृषि उत्पादन गरेर देशको अर्थतन्त्रमा हामीले फड्को मार्न सक्छौँ भनेर उहाँले योजना बनाए। त्यही अनुरूप उहाँले दोदरा चाँदनीको जमिन बाँडे, बस्ती बसाए। त्यो अनुरूप महेन्द्रनगरका निम्ति यहाँ विद्यालयहरूको स्थापना गरियो। आज साधारण विद्यालय महेन्द्रनगर मावि भनेर हामी चिन्छौँ, जहाँ हजारौँ विद्यार्थीहरूले अध्ययन गरेर निस्किराखेका छन्। त्यो विद्यालय पनि उहाँकै त्यो निब राख्ने काम त्यति बेला नै भएको थियो। महेन्द्रनगर बजार आज धेरै मान्छेहरूबाट मैले के सुन्ने गरेको छु भने महेन्द्रनगर बजार उहाँले बनाएको हो र भन्ने सुनेको छु। उहाँले बनाएको होइन, उहाँले एउटा घरको निब राखेको हो। त्यसलाई आधुनिक रूपमा चिनाउँदै जाने, अगाडि बढाउँदै जाने, समय अनुकूल त्यसलाई बनाउँदै जाने काम हाम्रो हो। आज यो स्मारकमा हामीले मूर्ति पुनर्स्थापना गर्दै गर्दा यो यहाँ सरसफाइ गर्नुभन्दा अगाडि यसभित्र लागु औषध, सुई, गोलीका टुक्राहरू, हामीले अविशेषहरू हामीले भेट्टायौँ। आजको युवा कुनतिर गइराखेका छ? हामीले आफ्नो इतिहासलाई बुझाउने कि हामीले त्यो सुई हान्न सिकाउने भन्ने कुरा पनि हामी सबैले मनन गर्ने बेला आएको छ। आज एउटा पक्षले सिडिओ साहबकोमा गएर, एसपी साहबकोमा गएर के भन्छ भने यहाँ शालिग किन स्थापना गर्न दिँदैछौ भन्छ। म त्यस्ता व्यक्तिहरूलाई पनि भन्न चाहन्छु, यहाँहरूको विचारधारा के छ त्यसलाई छोडिदिनुहोस्। त्योभन्दा अगाडि महेन्द्रनगरका निम्ति काम गरेको मान्छेको त हामी उच्च सम्मान गरौँ। कृषि योग्य क्षेत्र भनेर कञ्चनपुरलाई तत्कालीन समयमा घोषित गरिएको थियो। आजको युवाले त्यो इतिहासलाई नदेखेको भए पनि युवाले त्यो इतिहासको अध्ययन गर्नुपर्छ। तत्कालीन समयमा कञ्चनपुरलाई कृषि योग्य क्षेत्र भनेर घोषित गरिएको थियो। यहाँ सिँचाइका परियोजनाहरूलाई अगाडि बढाइएको थियो। त्यस कार्यमा पनि श्री 5 महेन्द्रले नै मुख्य भूमिका खेलेर नेतृत्व गरेर यस बजारका निम्ति उहाँले काम गरेका थिए। त्यस अर्थमा पनि यस मूर्ति पुनर्स्थापना हामीले गर्नुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ। उहाँको त्यो सम्मानका लागि भए पनि आउने पुस्तालाई हामीले श्री 5 महेन्द्रको योगदान महेन्द्रनगरका निम्ति के थियो भन्नका निम्ति भए पनि हामीले यहाँ शालिग पुनर्स्थापना गर्नै पर्छ। र हामी सबै युवाहरू फागुन 3 को पवित्र शिवरात्रिका दिनमा हामी यहाँ शालिग पुनर्स्थापना गर्दैछौँ। बजारभरि परिक्रमा गरेर हामी शालिग पुनर्स्थापना गर्दैछौँ। तसर्थ म सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू, देवतुल्य जनतामा चाहिँ एउटै अनुरोध के गर्न चाहन्छु भने सम्पूर्णले फागुन 3 गते यहाँ उपस्थिति भइदिएर शालिग पुनर्स्थापनामा आफ्नो भव्य उपस्थिति जनाइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। जय देश, जय नेपाल।